एक नम्बरमा चाहिँ भदौ 23मा जसरी 21 जना पछि थपिँदै 75 जनासम्म पुग्यो, त्यो गोली कसरी चल्यो, कसले हान्यो, युवाहरूलाई कसले मार्यो भनेर छानबिन हुन जरुरी छ एक नम्बरमा। र त्यो सँगसँगै दोस्रो 2 नम्बरमा अहिले तपाईँले मेन्सन गरे जस्तै यो त नेपो बेबी भनेर भ्रष्टाचार विरुद्धको आन्दोलन हो नि त भने छिटोभन्दा छिटो चुनाव सँगसँगै उहाँहरूलाई भ्रष्टाचार जसले गरेका छ उहाँलाई समात्नु पर्यो, आयोग बन्नु पर्यो, छानबिन गर्नु पर्यो र एउटा इन्भाइरोमेन्ट कस्तो बनाउनु पर्यो भने उहाँहरू नै चुनावमा उठेर फेरि उहाँले त्यही शक्ति प्रयोग गरेर फेरि जित्ने हो भने त त्यसको अर्थ रहेन नि त। त्यही भएर 3वटा काम गर्ने हो। एक नम्बरमा गोली हान्नेलाई समात्ने हो, छानबिन गर्ने हो। 2 नम्बरमा सम्पूर्ण नेताहरूको 46 साल पछाडिको नेताहरू, कर्मचारी र उच्च पदमा बसेका मान्छेहरूको सम्पत्ति छानबिन गरेर जेलमा कोच्ने हो। र 3 नम्बरमा चुनाव गराउने हो, संविधानलाई ट्र्याकमा लिएर आउने हो। 3 नम्बरमा चाहिँ हो चुनाव गर्ने तपाईँको लिस्टमा तेस्रोमा आउँछ। अनि प्यारलली तिनटै गर्ने, सँगै जाने। तर यो जाने। सरकारले दुईटा कुरालाई चटक्कै बिर्स्यो। जेएनजी आन्दोलन के को बिउमा भएको थियो र कसरी आए सडकमा भन्ने कुरालाई यो सरकारले बिर्स्यो। मैले त्यसो भने तपाईँ सहमत हुनुहुन्छ? होइन, यो ल मानौँ न अहिलेलाई केपी ओलीजी फेरि उठ्नु होला र उहाँ जित्नु होला, हार्नु होला। यत्रो आन्दोलन, यत्रो बलिदान चाहिँ केपी ओलीलाई हराउनलाई गरे होइन चुनावमा। यो कुरा चाहिँ हामी सबैले बुझ्न जरुरी छ। त्यो त 84मा यसै हुन्थ्यो त, जे हुन्थ्यो आउँदैछ नि होइन, आउँदै थियो भने हामी 1.5 खर्ब खर्च गरेर किन अहिले नै मध्यावधि गर्नु पर्यो हो नि। त्यही भएर यो एक लेभलमा तपाईँको कस्तो भने सत्ता कब्जा भन्ने हामीले पहिलेदेखि सुने हो नि त। म बच्चा बेला हुँदादेखि नै एक लेभलमा राम्रो नराम्रो यसका पाटाहरू आफ्नो ठाउँमा होला नि। तर जुन 10 वर्ष, मैले फेरि त्यसलाई सानो भन्न खोजेँ होइन, 10 वर्ष माओवादीले आन्दोलन गरेर गर्न नसकेको सत्ता कब्जा 2 दिनमा जेएनजीले गरे हुन्। हेर्नुहोस्, सिंहदरबारभित्र छिरेर कब्जा गरे हुन्। त्यसका नराम्रो पाटाहरूको त्यो केलाउला। तर त्यो त्यत्रो विद्रोहलाई चाहिँ हामीले चुनावमा लगेर सीमित गरेर चुनाव मात्र भनेर चाहिँ भन्न मिल्दैन। फेरि होइन, चुनाव गराउनु पर्दैन भनेर भन्न खोज्या पनि होइन, तपाईँले पनि होइन होला, मैले पनि होइन। त्यही भएर 3वटा काम प्यारलली गरौँ, बाँकी कुरा छोडिदिउँ होइन।